उपराष्ट्रपति राम सहाय प्रसाद यादवले मोहतरीमा 110 फिट अग्लो राष्ट्रिय झण्डा फहराउनु भएको छ। मंगलबार उपराष्ट्रपति यादवले मठियानी वार्ड नम्बर 7 स्थित तमसैया बाबा उद्यानमा रहेको 110 फिटको उचाइमा राखिएको झण्डा फहराएर उद्घाटन गर्नुभएको हो। नगरपालिकाको नियन्त्रणमा मंगलबार मठियानी पुगेका यादवलाई नागरिक अभिनन्दन पनि गरिएको थियो। झण्डा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति यादवले सीमावर्ती क्षेत्रमा पर्ने मठिहानी नगरमा राष्ट्रध्वज स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति उच्च अपनत्व देखाएको बताउनुभयो। मठिहानी नगर राष्ट्रध्वजको माध्यमबाट देश र मातृभूमिप्रति अगाध लगाव, जुडाव र सम्मानको प्रदर्शन गर्न सफल भएको पनि उहाँको भनाइ छ। जे राष्ट्रवादक भाव में व्यक्त होइत अछि, सबके अपन माटि पानि, अपन संस्कृति परंपरा आ स्थापित भौगोलिक अखंडता से अत्यंत गहीर भावनात्मक लगाव होइत अछि आ होबाको चाही। हम हर्षित छी जे मटिहानी नगर राष्ट्रध्वज के माध्यम से देश आ मातृभूमि प्रति अपन असीम लगाव, जुड़ाव आ सम्मान के प्रदर्शन करे में सफल भेल अछि। हमरा विश्वास अछि जे नगर पालिका यही राष्ट्रध्वज के रक्षा के जिम्मेदारी, अभिभारा आ दायित्व सेहो निर्वाह करत। उपराष्ट्रपति यादवले नेपाल बहुधार्मिक, बहुजातीय र बहुक्षेत्रीय देश रहेको भन्दै सम्पूर्ण जनताका साथ सामाजिक न्याय, समानता र सम्मानसँगै हरेक वर्ग र समूहको भलाइका लागि लोकतान्त्रिक पद्धति अनुसार कानुनी व्यवस्थाहरू गरिएको पनि बताउनुभयो। बहुजातीय आ बहुक्षेत्रीय देश छ। नेपालक संपूर्ण नागरिक के साथ सामाजिक न्याय, समानता और सम्मान के संगे पहचान, संवैधानिक तटस्थता, बहुसंस्कृतिवाद, हरेक समूह, वर्ग, तबका, क्षेत्र, भूगोल के भलाई के लेल नीति, लोकतांत्रिक पद्धति और विविधता के संबोधित करे के व्यवस्था कानूनी, संरचनात्मक और व्यवहारिक तरीका से करल गेल छै। उपराष्ट्रपति यादवले नेपाल र भारतको समस्त वैष्णव मठको प्रधान रहेको लक्ष्मीनारायण मठ नेपालको सबैभन्दा ठुलो राजगुठी र नेपालको प्रथम संस्कृत पाठशाला मठियानीमा रहेको भन्दै यो पवित्र भूमिमा राष्ट्रियताको एकताको प्रतीक राष्ट्रध्वज पनि स्थापना गर्नु गौरवको विषय भएको बताउनु भएको थियो। उहाँले तराई मधेस सुक्खा क्षेत्रमा परिणत भएकोमा चिन्ता पनि व्यक्त गर्नुभयो। यादवले वर्षा नहुँदा यस क्षेत्रमा किसानका साथै आम जनताले धेरै समस्याको सामना गर्नु परेकाले संवेदनशील भई समस्याको निराकरण गर्नु सरकारको दायित्व भएको पनि बताउनुभयो। प्रत्यक्ष हमने देख लिया, यहाँ पूरा के पूरा सूखा क्षेत्र के रूप में आज हम इसे देख ली। आज सिर्फ धनुषा और मटिहानी में ही ना, पूरे तराई मधेश के अवस्था लगभग यह है। और यहाँ तक कि पिए के पानी के भी गांव-गांव में हाहाकार बा। वीरगंज के तो खबर पूरे पत्र पत्रिका सारा मधेश के आज दुनिया में जा रहा बा कि मधेश के जवन जल स्तर बा, भूमि के जवन पानी के लेवल अत्यंत नीचा चले हुआ। ऐसे आज के किसान के अवस्था बहुत ही नाजुक है। हम संघीय सरकार और प्रदेश सरकार के इस समस्या के प्रति, किसान के समस्या के प्रति संवेदनशील रहे के प्रति
समारोहमा मछियानीका मेयर हरिप्रसाद मण्डलले सीमावर्ती क्षेत्रमा राष्ट्रिय झण्डा फहराउनुको कारण र मछियानीमा रहेका धार्मिक तथा ऐतिहासिक धरोहरहरूको विषयमा चर्चा गर्नुभएको थियो। यसै ठाउँको पवित्र माटो उत्खनन गरेर नै सीतारामजीको शुभ विवाहमा यज्ञवेदी निर्माण गरिएको थियो। यहाँ 1750 तिर महान तपस्वी तस्मैया बाबाले स्थापना गर्नुभएको लक्ष्मीनारायण मठ नेपालको सबभन्दा ठुलो वैष्णव मठ हो। यो नै सबभन्दा ठुलो राजगुठी हो। त्यस्तै मठद्वारा नै 1775 मा स्थापित संस्कृत पाठशाला नेपालकै प्रथम विद्यालय हो। यहाँ निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध प्रजातन्त्र प्राप्तिका लागि भएको आन्दोलनमा वीरगति प्राप्त शहीद केशव कोइरालाको शहादत स्थल र उनको स्मारक पनि छ। मटिहानी भ्रमणका क्रममा उपराष्ट्रपति यादवले पौराणिक एवं धार्मिक महत्त्वको लक्ष्मीनारायण मन्दिरमा पूजापाठ, सन्त समतैया बाबाको समाधि स्थलमा पुष्पगुच्छ अर्पण तथा लक्ष्मी सागर तलाउमा भगवान लक्ष्मीनारायणको महाआरती पनि गर्नुभएको थियो। यसै क्रममा उहाँले पीर बाबा मजारको समेत दर्शन गर्नुभएको थियो। हिन्दू सनातन परम्पराका महासन्त तमसैया बाबा र इस्लाम परम्पराका सुफी सन्त पीर बाबा 16औं शताब्दीमा आधुनिक मटिहानीको जग बसाउने व्यक्तिका रूपमा चिन्नुहुन्छ। कार्यक्रममा मध्य प्रदेशका प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोज कुमार यादव, मध्य प्रदेशका मन्त्रीहरू, मटिहानीका नगर प्रमुख हरिप्रसाद मण्डल लगायत सहभागी भएका थिए।